नेपाली युट्युब कम्युनिटीलाई 2018-19सँग कम्पेयर गर्ने हो भने धेरै नै एडभान्स र इभल्भ भइसकेका छन्। यहाँ अहिले हरेक क्याटेगोरीमा हरेक क्रिएटरहरू रहेका छन्। कोहीले टेक फिल्डलाई रिप्रेजेन्ट गर्दैछन्, कोही ब्लगिङलाई र त्यसैगरी कोही भने इन्टरटेनमेन्ट फिल्डलाई। र कतिपय युट्युबरहरूले भने आफ्नो युट्युब च्यानलबाट आफ्नो लाइफस्टाइल पनि चेन्ज गरिसकेका छन्। तर यसै बीचमा भने एउटा यस्तो क्याटेगोरी र निज पनि रहेको छ जसलाई अडियन्सहरूले सपोर्ट त गरेका छन् तर जति गर्नुपर्ने हो त्यति गरेका छैनन्। र यस निजको क्रिएटरहरूले अझै पनि भ्युज र एटेन्सनका लागि स्ट्रगल गर्नु परिरहेका छन् र त्यो निज हो एनिमेसन। र मैले यो सबै भनिराख्दा तपाईँको मनमा यो क्वेसनहरू आइरहेको होला, के नेपालीमा एनिमेसन बनाउन सकिँदैन? के नेपाली एनिमेटरहरूमा ट्यालेन्ट छैन? र आज हामी नेपाली एनिमेसन च्यानलहरू किन ग्रो हुन सकेको छैन र यसको सोल्युसन बारेमा कुरा गर्नेछौँ। भिडियोलाई लास्टसम्म हेर्नु होला। नेपालमा अझै पनि एउटा मिसकन्सेप्सन छ कि एनिमेसन भनेको कार्टुन बनाउनु हो भनेर, जुन एकदमै गलत र अझै पनि धेरै जसो प्यारेन्ट्सलाई एनिमेसन बारेमा थाहा नै छैन। र यदि कसैले यो फिल्डमा करियर बनाउँछु भन्छ भने फ्यामिलीबाट सपोर्ट नै आउँदैन। त्यसैले एनिमेसनलाई अब हबीको रूपमा मात्र नभएर गभर्नमेन्टले पनि प्रोफेसनल रूपमा सहयोग गर्नुपर्दछ, जसको लागि एनिमेसन रिलेटेड युनिभर्सिटीहरू पर्दछ, कोर्सहरूको आफ्नो करिकुलममा एड गर्नुपर्दछ। फन्डिङ र स्पोन्सरसिप। कुनै पनि कन्टेन्ट क्रिएटरको एड्सेन्स बाहेक मेन इन्कम सोर्स भनेको स्पोन्सरसिप र प्रमोसन हुन्छ। एउटा 5 देखि 10 मिनटको एनिमेटेड भिडियो बनाउनलाई केही दिन, हप्ता वा महिनौसम्म लाग्न सक्छ। र त्यसमा पनि क्वालिटी एनिमेटेड भिडियो बनाउने हो भने एउटा प्रोपर टिम चाहिन्छ र एउटा प्रोपर टिम बनाउनको लागि प्रोपर बजेट चाहिन्छ। र नेपाली एनिमेटरहरूलाई प्रोपर फन्डिङ र बजेट नभएको कारणले एउटा प्रोपर टिम बनाउन सकेका हुँदैन। नेपाली एनिमेटरहरूलाई युट्युब एड्सेन्सबाट आएको पैसाले आफ्नो प्रोपर टिम बनाउनु निकै नै गाह्रो हुन्छ र उनीहरू स्पोन्सरसिप र ब्रान्ड प्रमोसनको खोजीमा हुन्छन्, जुन भने उनीहरूले धेरै जस्तो पाउँदैन। ब्रान्ड स्पोन्सरसिप र प्रमोसन भने धेरै जस्तो अरू क्याटेगोरी क्रिएटरहरूले बढी पाउने गर्छन्। र यदि एनिमेटरहरूलाई प्रोपर ब्रान्ड प्रमोसन र स्पोन्सरसिप पाउने हो भने उनीहरूले नेपाली एनिमेसन कम्युनिटीलाई धेरै नै अगाडि बढाउन सहयोग गर्दछ। नेपालमा एनिमेसन हेर्ने अडियन्सहरू त लाखौँमा छन्, जसले इन्डियन, अमेरिकन, जापानिज वा अरू कुनै देशको एनिमेसन क्रिएटरहरूको भिडियो हेर्ने गर्छन्। तर त्यही भने आफ्नो देशको क्रिएटरहरूलाई सपोर्ट गर्दैनन्। यदि नेपालमा रहेको एनिमेसन अडियन्सहरूले एकजुट हुने भने नेपाली एनिमेटरहरूलाई धेरै नै साथ र सपोर्ट पाउँदथ्यो, जसले गर्दा नेपाली एनिमेटरहरू पनि इन्टरनेसनल लेभलमा जानु सक्दथ्यो। सो मैले यो भिडियोको डिस्क्रिप्सनमा र कमेन्ट बक्समा केही नेपाली एनिमेसन युट्युबरहरूको च्यानलको लिङ्क तल राखिदिएको छु, गएर साथ र सपोर्ट गरिदिनु होला। यदि तपाईँले यो भिडियो यहाँसम्म हेर्नुभयो भने कमेन्टमा एनिमेसन लेखिदिनु होला र यो भिडियोलाई मन पर्यो भने 1 लाइक गरिदिनु र 1 सेयर गरिदिनु होला। हस् त, जय नेपाल। हाम्रो भेट हुनेछ अर्को भिडियोमा।